नयाँ वर्ष 2083 सालको यहाँहरू सम्पूर्णलाई शुभकामना। पशुपतिनाथले हजुरहरूको कल्याण गरून्। हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। नयाँ वर्षको सुरुवात पशुपति दर्शन गरेर शुभारम्भ गर्दैछौँ। बिहान उठेर नुहाई गरिसकेपछि इनड्राइभ बोलाएर अहिले हामी गाडीमा ग्वारखु आइपुगेका छौँ। अहिले हामी यहाँ छौँ साला, साली, बुढी अनि मम्मी। ठाउँ हो तिनकुनी। अहिले तपाईँहरू हेर्न सक्नुहुन्छ फुलहरू यहाँ फुलेको। काठमाडौँको धेरै जसो ठाउँहरूमा अहिले यसरी फुल फुलेर एकदम रमाइलो देखिन्छ। आज नयाँ वर्ष अरू सबै ठाउँमा खुल्ला थियो सडक, तर पशुपति आउन बित्तिकै निकै जाम देखिन्छ। अब हामी पशुपति गेटबाट भित्र छिर्दैछौँ। मान्छेहरूको भिडभाड निकै देखिन्छ। मान्छेहरू यति धेरै छन् कि म आफू नै हराउला जस्तो। तपाईँहरू यहाँ जुत्ता राख्ने ठाउँनेर देख्न सक्नुहुन्छ। जुत्ता राख्ने भित्र ठाउँ नभएर मान्छेहरूले बारमा अड्डाइराखेका। त्यसपछि हामीले एउटा पसलमा पूजा सामग्री किन्यौँ। रुद्राक्षको माला पनि किन्यौँ 5 वटा हामीलाई चाहिने जति। भिड धेरै थियो, लाइन पनि टन्नै थियो। त्यो लाइनमा नबसेर बाहिर दर्शन गरेर आउने भनेर हामी चाहिँ मेन गेट गयौँ। मेन गेटबाट आज छिर्न दिएको रहन्छ। निकै ठेलमठेलान गरेर हामी पनि भित्र पुग्यौँ। भित्र पनि यो बाहिरबाट आउँदाखेरि पनि अरू बेला लाइनमा नबसेर भित्र छिर्न दिन्थ्यो। यो पटक नयाँ वर्षमा चाहिँ दिँदो रहन्छ। हामीले पनि बाहिरबाट दर्शन गऱ्यौँ। यता माथितिर नै बत्ती बाल्ने ठाउँमा बाहिर नै यसरी मान्छेहरूले धेरै मान्छेले बत्ती बालिरहेका छन्। हामी पनि त्यही हुलमा मिस्यौँ र हामीले बाल्यौँ। बाहिरबाट दर्शन गऱ्यौँ। र भगवानको दर्शन गर्नको लागि भित्रै जानुपर्छ भन्ने छैन। बाहिरबाट मल नै राम्रो चिताए पनि भइहाल्छ। त्यसकारणले हामी बाहिरैबाट धुपबत्ती गऱ्यौँ। लास्टमा हामीले यहाँ नजिकै आएर नरिवल फोर्यौँ। फोटोसोटो खिचेर हामी पनि आयौँ। नयाँ वर्षमा पशुपतिमा धेरै नै अव्यवस्थित हुँदो रहेछ। थ्याङ्क यू गाइज, यहाँसम्म भिडियो हेरिदिएकोमा। फेरि पनि पशुपतिनाथले हजुरहरूको रक्षा गरून्।